अनि मैले पैसा पनि अनलाइनबाट गरिसकेँ। दाइले ट्यागको कभर सभर अनि टेम्पल ग्यास सबै हालिदिनु भएको छ। सो थ्याङ्क यू। अनि म पक्कै पनि म आउँछु। अनि नाइस किल्लर स्मेल दिनुभयो त। म अब ठुलो मार्केटमा छिर्दैछु है। अब त नपैसकेपछि हाम्रो मार्केट छैछ नि यार, यत्रो मार्केट छ। अब हेरिदिउँ न त होइन। ओके सो अहिले चाहिँ हाम्रो पठावाला दाइ यस्तो चस हानिदिनु न त। हाम्रो पठावाला दाइ आइसक्नु भएको छ। तर म ओहो देखिसक्यो फोटो देखिसक्यो। यही रहेछ पसल चाहिँ। अजय दाइको पसल होइन यो? खोइ अजय दाइ चाहिँ भन न। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज पनि म न्यू डे एन्ड न्यू ब्लग अनि नयाँ ब्लग लिएर आइसकेको छु। सो यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सब्सक्राइब गर्नु भएको छैन भने फर्स्ट अफ अल सब्सक्राइब गरेर जोडिनु होला। अन्त आज चाहिँ विशेष गरी म के छ भन्दाखेरि कस्तो पानी परेर पानी जमिरहेको छ गाइज यताखेरि। आज चाहिँ के छ भन्दाखेरि म एउटा सस्तो खालको एउटा एन्ड्रोइड फोन चाहिएको छ क्या। अनि त्यो फोनमा चाहिँ म थोरै कामहरू छ त्यसको। अनि त्यो फोन म किन्नको लागि जाँदैछु आज चाहिँ न्यु रोड। सो आज चाहिँ म न्यु रोडको फोन पसल भिजिट गर्नेवाला छु। अनि त्यहाँबाट अब कस्तो हुन्छ लेट्स सी, हेर्दै जाउँ होइन। अनि अब चाहिँ म पठाउ बोलाइसकेँ, आउँदैछ पठाउ। अनि त्यहाँबाट यहाँबाट जाँदैछु न्यु रोड गएर म त्यहाँ अब फोन पसल भिजिट गर्छु। अनि त्यहाँबाट हेर्छु के कस्तो रहेछ। अनि सो त्यही नै हो। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। सो अहिले चाहिँ त्यही हो। अब चाहिँ पठाउ आउँदैछ, म तपाईँहरूलाई देखाउँदै जान्छु, हेर्दै गर्नु होला है त गाइस। ओके सो अहिले चाहिँ हाम्रो पठावाला दाइ यस्तो चस हानिदिनु न त। हाम्रो पठावाला दाइ आइसक्नु भएको छ। अनि अब चाहिँ म यहाँबाट न्यु रोड जान्छु। अनि न्यु रोड गएपछि सोध्दै नै मैले भनिसकेको छु यहाँहरूलाई। अहिलेको लागि चाहिँ म यहाँबाट गोडेबाट ठ्याक्क अब हामी जाँदैछौँ न्यु रोड। अहिले चाहिँ देख्न सक्नुहुन्छ हामी टक्क बानेश्वर आइपुगेको छौँ। अनि बानेश्वरमा चाहिँ हल्का जाम रहेछ। सो जाम चाहिँ फुटिसकेको छ। अनि गइरहेको छौँ। अनि म धेरै दिन पछाडि हो रुमबाट बाहिर निस्केको। अस्ति होलीको भ्लगै हामीले देख्नु भएको थियो, होलीको दिन हो बाहिर निस्केको। त्यो पछाडि त बाहिर निस्केको थिएन क्या, आज चाहिँ हो बाहिर निस्केको। यतापट्टि देख्न सक्नुहुन्छ हाम्रो संसद भवन। हेर्नुहोस् गाइजहरू, हामी ठ्याक्क 3 सेकेन्डले ढिलो भएको होइन दाइ, नत्र भने हामी ठ्याक्कसँगले जाममा नपर्ने मान्छे। दाइले पनि मेरो च्यानल सब्सक्राइब गरिसक्नु भएको छ। सो भरे भ्लग हेर्नुहुन्छ दाइले पनि। यतापट्टि देख्न सक्नुहुन्छ जाम भइरहेको छ हल्का भर्खरै। जाम खुल्यो भनेर खुसी भएर आइदिरहेको। ठ्याक्कै 2 सेकेन्डले गर्दाखेरि जाम पऱ्यौँ। सो केही छैन, हामी गफ गर्दै गइरहेछौँ, रमाइलो भइरहेछ, त्यही हो।
गाइजहरु हेर्न सक्नुहुन्छ माइती घरनेरी आइपुग्यो। आज त लास्टै जाम छ त है माइती घरनेरी त के हो कुरो। यहाँ त प्राय आन्दोलनहरू भइरहेको हुन्छ नि त होइन, त्यही हो कि के हो आज भने। माइती घर पुग्ने बेलामा ठ्याक्कै फेरि जाम पऱ्यो भने। आज चाहिँ उतातिर चाहिँ खासै जाम परेको थिएन, बानेश्वरतिर चाहिँ अलिअलि परेको थियो। अनि माइती घरनेरी चाहिँ झ्याप्प ओरेदेखि देख्न सक्नुहुन्छ यहाँहरूले। यस्तो गरेर देखाइदिउँ, केही छैन, बिस्तारै बिस्तारै जम्ला नि के भएर। नेपालको झन्डा देख्न सक्नुहुन्छ गाइजहरू, माइती घरमा हो यो चाहिँ। त पछाडि यतिको छ गाडीहरू, खुलिसकेको छ जाम चाहिँ। हामी चाहिँ बिस्तारै बिस्तारै जाँदैछौँ। माथिल्लो बाटो गएको भए चाहिँ अलि छिटो हुन्थ्यो क्या हो। देख्न सक्नुहुन्छ गाइजहरू, भर्खर यता माइती घरको जाम चाहिँ भर्खर खुल्या जस्तो लागेको थियो, फेरि खुल्या छैन के हो। अघिदेखि पुरै घामले डढेर यहाँ गोरो मान्छे काल हुन लागिसक्यो। के हो कुरो आज माइती घरमा खासमा। यतातिर धेरै जाम भइरहन्छ कि गाइजहरू, त्यो आन्दोलन गर्नेहरू के भइरहन्छ नि त। सो त्यो भएकोले पनि होला होइन। अनि एकछिन भए पनि शीत लाग्यो। घामले के हानिरहेछ नि त यहाँ त। अनि बात सुन्दा तिम्रो त्यो बोली लागेर मायो रे। धराटाको छुचुरी देख्न सक्नुहुन्छ यहाँहरूले। एक दिन धराटा पनि भिजिट गर्न जानुपर्छ यार। म धराटा भिजिट गरेर म यहाँहरूलाई देखाउँछु। कमेन्टमा भन्नु है, कमेन्टमा त हुँदैन के भन्नु। सो म एक दिन धरारा चाहिँ भिजिट गराउँछु यहाँहरूलाई पनि। मलाई पनि धरारा चाहिँ पहिलेदेखिकै भिजिट गर्न मन लागिरहेको हो। सो एकचोटि चाहिँ अभियसली म अब गर्छु, चाँडै नै गर्छु अब चाहिँ। ल अहिले चाहिँ हामी यता आइपुगिसक्यो गाइजहरू, हेर्न सक्नुहुन्छ। ट्याक्क धरारा आइपुग्यो गाइज। यो चाहिँ देउटार हो कि धरारा के भन्ने हो। जे भने पनि त्यही हो। अस्ति होलीमा केटाहरूले यहाँ आउने कुरा गर्थ्यो तर आएन। यति धेरै मान्छे, त्यत्रो धेरै मान्छे त रहेन रहेछ। एउटै कोठामा 2 तला भन्थ्यो, के हो कुरो। तर मेरो त कस्तो हात गर्छ हौ, मोबाइल समाउने बानी नभएर होला, क्यामेरा समाउने बानी नभएर होला क्या। हामी यता भित्र गेटभित्र छिरिसकेका छौँ। यता हेर्न सक्नुहुन्छ यहाँहरूले हाम्रो बालेन शाहज्यूको नेतृत्वमा भएको कामहरू कस्तो राम्रो छ होइन। यो हो नि त यार, कमाल छ र। पहिले त यस्तो थिएन नि त, भेटभाड पनि लास्टै हुन्थ्यो। आजभोलि यस्तो हुँदैन। अब यो ट्यागको यो पोलसोल पनि ट्यागको तारहरू पनि मुनिबाट हुने होइन। यस्तो भयो भने त झन् आहा क्या बवाल होला माया। यो त कहिले हुने होला है, तर हुन्छ होला, प्रतीक्षा गरौँ, पर्खौँ होइन। सो अहिले चाहिँ म यता छिरिसकेको छु हाम्रो न्यु रोडको कम्प्लेक्सतिर, गेटतिर होइन। अनि यहाँनिर चाहिँ अब म चाहिँ हाम्रो अजय श्रेष्ठ दाईको पसल चाहिँ म खोज्ने हो पहिले चाहिँ होइन। अनि त्यो पछाडि भएन भने चाहिँ हेरौँ। र मैले चाहिँ त्यहीँ सोचेर आएको आउन चाहिँ। त्यहाँनिर अलिकति यसो पाइसके राम्रो होइन। त्यो चाहिँ अब दाइलाई पहिलेदेखि हेरिरहेको हो। नेपालको झन्डा छ भन्नुहुन्थ्यो, सायद त्यही नै होला जस्तो लाग्यो मलाई। म चाहिँ त्यहाँ देखिसकेको छु। अनि यो मेरो फोन चाहिँ त्यो यो माथि ठुलो मार्केटबाट ल्याऊ। अनि अहिले चाहिँ
आई थिङ्क यो हो कि जस्तो लाग्छ मलाई है। तर म ओहो देखिसक्यो फोटो देखिसक्यो। यही रहेछ पसल चाहिँ। अजय दाईको पसल होइन यो? खोइ अजय दाई चाहिँ भन्नु न। ए त दाईहरू मात्रै हुनुहुँदो रहेछ। म चाहिँ अजय दाईको पसलमा आएको हो। ए ल ओके। दाई चाहिँ आउँदै हुनुहुन्छ अरे, एकछिन पर्खिदिउँ न यसो बस्दै। अनि सो त्यही नै हो। म चाहिँ अब हेर्छु मोबाइल। एउटा मलाई नर्मल एन्ड्रोइड फोन चाहिएको थियो क्या दाइ, पाउँछ पाउँदैन? एन्ड्रोइड नर्मल मतलब सेकेन्ड ह्यान्ड नै हो, पाउँछ कि पाउँदैन? हेरौँ न पहिले कस्तो कुन कुन रहेछ। सो म चाहिँ एकछिन तपाईँहरूलाई यहाँ एकछिन बिजी हुँदो रहेछ अनि अजय दाई पनि आउँदै हुन्छ। सो फोन देखाउँछु होइन, हेरौँ। सो त्यहाँ चाहिँ रहेन रहेछ मैले खोजे जस्तो। अनि हाम्रो अजय दाईकोमा चाहिँ रहेन रहेछ मैले खोजे जस्तो। सो त्यही भएर अब मैले यो फोन किनेको पसलमा जाँदैछु म चाहिँ होइन। यो पारिपट्टि हो, तपाईँहरूले देख्न सक्नुहुन्छ यो पसलबाट हो। अनि म चाहिँ अब त्यहाँ जाँदैछु। हेरौँ त्यहाँ चाहिँ अब छ कि छैन रहेछ होइन। सो हेलो हेलो ब्रदरहरू। एउटा फोन हेरौँ न सेकेन्ड ह्यान्ड एन्ड्रोइड 5,000को छैन नर्मल? 5,000को छ एन्ड्रोइड। यो फोन पनि मैले यहीँबाट ल्याएँ नि। सो त्यही नै हो। हाम्रो ब्रो चाहिँ पहिले पनि हुनुहुन्थ्यो, यो फोन लाँदा नि तपाईँ पहिले हुनुहुन्थ्यो होइन। दामी स्माइल दिइराख्नु भएको छ। सो हेरिदिउँ। खोइ देखाउनु त छैन एन्ड्रोइड फोन। हेरौँ न 5,000को सेकेन्ड नर्मल। त्यस्तो त पाइँदैन के हो खासमा, उता चाहिँ पाइएन। अनि चाहिँ म अब ठुलो मार्केटमा छिर्दैछु है। अब त नपैसा चाहिँ हाम्रो मार्केट छैछ नि यार, यत्रो मार्केट छ। अब हेरिदिउँ न त होइन। अब हेर्दै जाउँ। एक तला माथि त चढिदिनु होला होइन, लास्टमा मात्रै उता हेर्नुपर्छ। सो चाहिँ म माथि गएर हेर्छु, तपाईँहरूलाई पनि देखाउँछु होइन। यो चाहिँ कम्प्लेक्स हो यहाँको चाहिँ। हेर्दै जाउँ। ब्रदर यहाँ एन्ड्रोइड फोन पाउँछ सेकेन्ड ह्यान्ड नर्मल? 5,000को नर्मल छैन? ओके रिजेक्ट यहाँ पनि। सो अझै थुप्रै छ पसल होइन। म उतापट्टि हेर्छु। हाम्रो दाइकोमा चाहिँ मैले मोबाइल लिइसकेँ फाइनली। अनि एकदमै दाइले मिलाएर दिनुभएको छ। कति हो दाइ, के हो यो? 24 है हो। ल ऊ त्यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि म चाहिँ अब यहाँ अर्कोचोटि चाहिँ यो फोन एक्सचेन्ज गर्न आउँदैछु आइफोन। अब मेरो अलिक सानो छ अनि त्यो भएर अब एक्सचेन्ज गर्न आउँदैछु। आज चाहिँ पैसा छैन नभए म एक्सचेन्ज गर्थेँ। सो त्यही नै हो। अनि दाइले दिइसक्नु भएको छ। अब चाहिँ म यसको कभर छ कि छैन? कभरहरू म हालिदिउँला नि। ल हुन्छ ओके ओके ल हस्। यसो मेरो चाहिँ काम सबै भइसक्यो। अनि मैले पैसा पनि अनलाइनबाट गरिसकेँ। दाइले ट्यागको कभर सभर अनि टेम्पल ग्यास सबै हालिदिनु भएको छ। सो थ्याङ्क यू। अनि म पक्कै पनि म आउँछु। अनि यो चाहिँ दाइले वारेन्टी कार्ड पनि दिनुभएको छ यहाँनिर। अनि थुप्रै छ वारेन्टी पनि। यतिको फोनलाई यतिको वारेन्टी राम्रो कुरा हो। सो थ्याङ्क यू दाइ है त। ल ओके। अनि त्यही मैले चाहिँ अब फोनहरू किनिसकेँ, देख्न सक्नुहुन्छ होइन। अब चाहिँ म टक्क लाएर रुम निस्किनु पर्ने हुन्छ। अनि जोस् मैले यति चाँडै हुन्छ जस्तो चाहिँ लागेको थिएन, तर भइहाल्यो। अनि अब एकैछिनमा भयो, जोस् सोचेको भन्दा छिट्टो टाइममा भयो। खुसी लागिरहेको छ। सो अब चाहिँ म निस्किनु पर्ने हुन्छ यता कम्प्लेक्सबाट चाहिँ टक्क लाएर तल मुनिबाटतिर। यहाँ फेरि खतरा मान्छे लिफ्ट चाहिँदैन हामीलाई, फेरि हामी हिँडेरै हिँडिदिने हो। अब टक्क भइसक्यो काम। अब हामी निस्किदिउँ रुमतिर। तर कस्तो ट्याप 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 टालिँदो रहेछ भने तर केही छैन, नो प्रब्लम। यहाँबाट आएर टक्क पठाउ बोलाउने हो, पठाउ बोलाएर आइदिने हो। अब टक्क म निस्किँदैछु। ल बाहिर घाममा निस्किसक्यो। अब
अब भने टक्क लाएर म अब जानुपर्ने हुन्छ। त्यसो होइन चाहिँ म यहाँनिर अब हुन्छ नि फोन सोन किनिसकेँ। लेडी राइडर यतिको चाहिँ हुनुपर्छ है फेरि। ल ल ल क्या खतरा म्याच गरिदिरहेको भने फेरि यतापट्टिबाट पनि देखाइदिउँ न। नाइस किल्लर स्माइल दिनुभयो त। मैले भिडियो गरेको देख्नु भएछ सो किल्लर स्माइल दिइरहेको। अब चाहिँ हामी जाँदैछौँ सिंहदरबारतिर। क्या दामी सिन आउँदो रहेछ यहाँ सिंहदरबार जाने बाटो त।